हेलो 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 गुड मर्निङ गाइज। हामी ड्युटी हिँडिसकेका छौँ। यति बेला मलेसियाको 7 बजेको छ। हाम्रो 7:30को ड्युटी हो। हामी रुमबाट लगभग 5 मिनट हिँडेर बाहिर आइसकेका छौँ। अब यहाँ देख्न सक्नुहुन्छ यो ट्राफिक कटेर हामी मेट्रोबाट ड्युटी जाँदैछौँ। मेट्रोमा लगभग 6-7वटा स्टेसन पार गरेर हामी ड्युटी जानुपर्छ। मेट्रोमा तपाईँको 15 मिनटमा 6-7वटा चाहिँ स्टेसन पार गरिन्छ। अनि हामी 7:30देखि 4:30 बजेको ड्युटी हो। जम्मा 8 घन्टा हाम्रो ड्युटी चलिरहेछ गाइजहरू। जब मलेसियामा बेसिक बढ्यो 1700देखि 1700 भएपछि अहिले जुन एलाउन्स 300 रुपियाँ एलाउन्स दिएको थियो, एलाउन्स काटेको छ गाइजहरू। पहिलाभन्दा झन् मर्कामा परेको अवस्था छ मलेसियामा। देख्न सक्नुहुन्छ यतिखेर म ट्राफिकमा आएको छु। ट्राफिक जाउँ। ए गाडी आयो, गाडी 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 ल जाउँ जाउँ जाउँ। सिग्नल बन्द छ, सिग्नल बन्द छ। चारैतिर त गाडी आउँछ एकदम। त्यो माथि ब्रिज त छ तर हामी यहाँ तलदेखि छिटो हुन्छ सर्टकट। त्यो कारणले अँध्यारो छ। मिरमिरे उज्यालो हुँदैछ भर्खर। यहाँको 7 बज्यो। बिहान 7 बजे उज्यालो हुन्छ, साँझ बेलुकी 7:30 बजे अँध्यारो हुन्छ। लगभग लगभग नेपालसँग मिल्दोजुल्दो छ यहाँ। हामी अब मेट्रो स्टेसन नजिकै आइसक्यौँ। यहाँनिर पार्क छ। यो बाटो हिँडेको करिब करिब ठ्याक्कै 15 महिना भइसक्यो गाइजहरू। देख्न सक्नुहुन्छ गाइज, हामी कोक्रेन स्टेसनमा आएका छौँ। कोक्रेनदेखि हामी सेमान्तन स्टेसनमा झर्नुपर्छ। यहाँदेखि 7वटा स्टेसन क्रस गरेर हामी ड्युटी जान्छौँ। त्यसरी हामी यो मेट्रोमा हिँडेको 1 वर्षभन्दा बढी भइसक्यो। 15 महिना चल्दैछ अहिले। त्यसरी नै हामी हिँडेका छौँ। अहिले 7:10 गइसकेको छ। अलिकति लेट भएको अवस्था छ। म त्यही भएर एकदम फास्टमा भिडियो बनाएर हिँड्दैछु। क्लियर आएको छैन। देख्न सक्नुहुन्छ हामी तल मेट्रो तलदेखि लाग्छ। हामी यो एस्कालेटरमा तल झर्दैछौँ। यसरी टोकन निकालेर पनि जान सकिन्छ र हामीसँग मेट्रो कार्ड छ है। यसमा हामीले रिचार्ज गर्ने हो। यहाँ काउन्टरमा यसरी यहाँ टच गर्ने जाने हो। देख्न सक्नुहुन्छ यसो टच गर्ने, ब्यालेन्स छ अनि जाने हो। आज 10 मिनट जति ढिलो भएको अवस्था छ। हामी 7:30 बजे पुग्नु पर्ने छ। 7:10 गइसक्यो। अब 20 मिनट मात्रै बाँकी छ। लगभग ठ्याक्कै 7:30 बजे पुग्छ होला। देख्न सक्नुहुन्छ यो कोक्रेन काजाङ प्लेटफर्म 1। यो आउँदाखेरि हामी यो प्लेटफर्म 1 देखि आउँछ भने यो प्लेटफर्म 1 भयो। यता छ हामी जाँदाखेरि कोक्रेन क्वासा दमनसारा प्लेटफर्म 2 हामी यसरी जाने हो।
देख्न सक्नुहुन्छ। अब 2 मिनेटमा आउँदैछ, 2 मिनेटमा आउँदैछ। यसरी हामी प्लेटफर्म 2 मा जाने, 1 मा आउने हो। यहाँ देख्न सक्नुहुन्छ। जहाँ जाँदा पनि यो हेरेर जान सकिन्छ। जस्तै कि उता 4 5 6 7 हुँदै 11 11 21 पोखरेन भयो, 22 23 24 35 सम्म यता जान्छ। हामी यताबाट 22 भनेपछि 20 18 यतातिर हामी जाने हो। हामी यहाँ झर्नुपर्ने हुन्छ। यहाँ सेमान्तन 1 2 3 4 5 6 7 वटा स्टेसनमा हामी झर्नुपर्ने हुन्छ। र देख्न सक्नुहुन्छ गाइजहरू, हामी अहिले यति बेला पोखरेनमा छौँ, 21 नम्बरमा। त्यसरी उता गएको एरो देख्न सक्नुहुन्छ। यो चाहिँ उताबाट यता आएको एरो देख्न सक्नुहुन्छ। यसरी जुनसुकै ठाउँमा जान सकिन्छ। पासार सेनी देख्न सक्नुहुन्छ। यसरी यहाँ मेट्रो चेन्ज गर्न मिल्छ। यसरी म्युजियम नेगरा मेट्रो चेन्ज गर्न मिल्छ। यसरी चाहिँ जान सकिन्छ गाइजहरू। तपाईहरु मलेसियामा हुनुहुन्छ भने यसरी मेट्रोमा सवारी गर्न सक्नुहुन्छ गाइजहरू। ल, हाम्रो मेट्रो आइसकेको छ। अब हामी भित्र प्रवेश गर्छौं। मेट्रोको प्लेटफर्म 2 मा मेट्रो आइसकेको छ र पुरै फुल छ गाइजहरू, देख्न सक्नुहुन्छ। बिहानको समयमा यस्तै हो, एकदमै फुल हुन्छ। जाऊ भित्र जाऊ।